हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई नयाँ भिडियो र नयाँ दिनमा। आज हामी बाबा छोरी सँगै बसेर भिडियो स्टार्ट गर्दैछौँ साथीहरू। अनि यो चाहिँ तपाईँहरूको नयाँ ब्लगको सुरुवात हुँदैछ है हाम्रो चाहिँ। अनि अब खासै जाने त छैन, भयो भने जस्ट कोसिस गर्दैछु के कस्तो हुन्छ हेरिदिनु होला है साथीहरू। छोरी भनिदेऊ, तिम्रो नाम के हो भनिदेऊ त? साथीहरू, मेरो छोरीको नाम चाहिँ नाओमी हो होइन। जस्ट युनिक नै छ नाम चाहिँ होइन। अनि साथीहरू, आज चाहिँ मेरो चाहिँ छुट्टी काम होइन। आज स्याटरडे चाहिँ काम भएन भने छुट्टी लिएर बस्ने गर्छु होइन, काम भयो भने गर्ने गर्छु। अनि त्यसपछि यस्तै फुर्सदको टाइममा चाहिँ म भिडियोहरू बनाउने गर्छु साथीहरू होइन। मेरो छोरीको साथी सबैजना गफ गर्दैछ साथीहरू। अनि खेल्नु त भने साथी आएको त खेल्नुलाई तँसँग, साथीसँग खेल्न हो। यता हाम्रो भान्जा युनिक भान्जा साथीहरू यस्तै छ। अनि यो चाहिँ हाम्रो गाउँघर हो। यो हो मेरो समाज, यो हो मेरो बस्ती। सफा गरे जस्तो लाग्छ हिजो हो कि अस्ति। हल्का दिएको है साथीहरू। उता हो फेरि छोरीहरू चाहिँ खेलिरहेको यहाँ दुईजना साथीहरू होइन। पिरतीको फैसलामा दाइने हुनुपर्छ। गाई जस्तो हो है। घरमा यतिकै बसिरहेको छु, बोर लागिरहेको छ, के गर्ने। साथीहरू, हामी चाहिँ अहिले बिरयानी बनाउने तयारीमा है साथीहरू। बिरयानीको लागि रेडी भइसकेको छ हाम्रो कुखुरा होइन। कुखुरा पनि हामीले लिएर आइसकेका छौँ। अनि पानी तताइरहेका छौँ साथीहरू। पानी पनि तात्दैछ। अब हामी पानी तातिसकेपछि कुखुरालाई चाहिँ बनाउनेछौँ साथीहरू। अनि कुखुरालाई ट्याग बनाइसकेपछि हामी अनि त्यसपछि बिरयानी बनाउनतिर लाग्नेछौँ साथीहरू। कुखुरा पनि ढलिसकेको छ होइन। हेर्नुहोस्, पानी पनि उम्लिसकेको छ। अब उम्लिएको पानीलाई चाहिँ हामी कुखुरा माथि हाल्नेछौँ साथीहरू। हाम्रोतिर चाहिँ यसरी बनाइन्छ कुखुरा साथीहरू। तपाईँहरूतिर कसरी बनाइन्छ? अच्छा बनायो साथीहरू। कुखुरा चाहिँ ढलिसक्यो। अब यसलाई भुत्लाउनु पर्यो। भुत्ला ट्याक्क निकाल्नु पर्छ यसको होइन साथीहरू। कुखुरा चाहिँ भुत्लाएर ट्याक्क लाएर आज यसको बिरयानी बनाएर खाने कुरो छ साथीहरू। ल त साथीहरू, के छ र दियो तिमीलाई मैले कसले बिरयानी बन्दैछ होइन। मासु अब कराई तातिसकेको छ, तेल पनि हालिसकेको छ होइन। अब चाहिँ के हुन्छ भन्दाखेरि मासु तार्ने काम हुन्छ होला होइन श्रीमतीजी? मासु तार्ने हो नि त पहिला। ल साथीहरू, अब बनाउने मान्छेलाई पनि थाहा छैन अरे। अब
हाम्रो भान्जे पसल जाँदैछ होइन के लिन्छ ला युनिक भन त यहाँ के मसला ल एक प्याकेट लिएर आउनु अँ यता छ फेरि हाम्रो दिदी होइन भान्जा न्याउमी हेलो गरे खोइ बाबाको भ्लगमा हेलो गर भान्जा हेलो भन म चाहिँ के अरे टमाटरलाई चाहिँ पिस्दैछु टमाटर पिस्दैछु है साथीहरू टमाटर पिस्न लागेको टमाटर पनि पिसिसकेको छ साथीहरू होइन टमाटर पिसेर यस्तो धुलो भइसकेको छ लो यता मासु फ्राई के हो तारे हो मासु तारे हो यो बिरयानी बनाउनको लागि सबै कुराहरू रेडी भइरहेको छ होइन मासु पनि तारिँदैछ एउटै बान्छ पसल गएको थियो मसला ल्याउन मसला लिएर आइसकेको छ अब होइन मसला ल्याइसकेको छ एउटै बान्छले के मसला हो सम्राट मसलाहरू साथीहरू बिरयानीमा चाहिँ हामीले साथीहरू सम्राट मसला हालेर बनाउने गर्छौँ है हजुरहरूले के कुन मसला हाल्नुहुन्छ अनि साथीहरू यो चाहिँ अचारको लागि है अचार के अचार चाहिँ बढी आलु काँक्रो मुला सुला हालेर बनाउँछ नि के अचार हो त्यो अचार बन्दैछ न बिरयानीको साथमा अचार पनि बन्दैछ है यहाँ चाहिँ हाम्रो टिभी हेर्ने काम भइरहेछ है टिभी सबैजना टिभी हेरिरहेको अवस्था भन्नुहोस् के भन्नु हाम्रो चाहिँ के को प्रोग्राम भइरहेछ नि अब अहिले एकछिनपछि हुँदैछ बिरयानीको प्रोग्राम हुँदैछ हजुर हामी चाहिँ सबैजना मिलेर खानेछौँ मैले बिरयानी चामल है यता चाहिँ बिरयानीको लागि चामल अनि यता अचारको लागि तिल हो यो तिल छ यता के हो बिरयानीको लागि लसुनहरू पकाएको ना कुकम्यान चाहिँ यता है साथीहरू छोरीलाई एउटा गीत गाएर सुनाउनु पर्यो साथीहरू हँसाते हो रुलाते हो हमेशा तुम याद आते हो कस्तो लाग्यो साथीहरू भिडियो हेर्नुभयो भने अवश्य कमेन्ट चाहिँ हान्नुहोस् है साथीहरू कमेन्ट त हान्नुपर्छ है अब साथीहरू त छैन कि भयो भने अब भन्न त पऱ्यो कि साथीहरू है अब नयाँ भिडियो हो होइन अब छैन सब्सक्राइबरहरू पनि छैन होइन अब यदि हजुरहरूलाई हेरेर सब्सक्राइब गर्ने इच्छा लाग्यो भने सब्सक्राइब पनि गरिदिनु होला है साथीहरू अब फेरि तिललाई चाहिँ अब तिल पिस्न पर्यो भन्ने खबर आयो
Na 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 कालिदो स्थिँदै आयो तिमी किन हो कहिले बुझेनौ साथीहरू के हुने हो तिल तिल लौ त साथीहरू बिरयानी बन्नलाई सुरु भइसकेको छ अब चाहिँ सबै कुराहरू रेडी भइसकेको छ अब बिरयानी बन्छ अब बन्छ बिरयानीको लागि यहाँ जाँदैछ प्याज प्याजलाई चाहिँ एकछिन रातो हुन दिने पाक्न छोडिदिने प्याजबाट सुरुवात भएको छ अब प्याजलाई मजाले एकछिन फ्राई गर्ने रातो बनाउने प्याज रातो भइसकेपछि के हाल्ने त के हाल्ने के हाल्ने थाहा छ अनि टमाटर हाल्ने अब टमाटर हाल्नको लागि रेडी टमाटर है यो चाहिँ टमाटर र प्याजको मिक्स भइसकेको छ अब मजाले टमाटर चाहिँ पाक्न दिने टमाटरलाई एकछिन यतिकै छाडिदिने टमाटर पनि पाक्दै गर्छ बेसार है बेसार हाल्यो नुन हाल्यो मसला जिरा धनिया धुलो मसला है त्यो चाहिँ अनि अर्को छ यहाँ सम्राट मसला सम्राट मसला चाहिँ अनिवार्य छ है बिरयानीमा हाम्रो है साथीहरू फेरि अब यसमा चाहिँ अदुवा लसुन पनि हालिसकेको छ यस्तो बन्दैछ अब यसलाई एकछिन मजाले पकाउने वाउ कस्तो राम्रो देखिएको अब यसमा मासु हालियो मासुलाई ट्याक्क लगाएर त्यो अघिको मासु हाल्ने होइन मजाले मिक्स गर्ने
अब यसलाई एकछिन यतिकै छाड्ने कुकर बसालेर अब चामल हाल्ने त्यसपछि यी पनि हाल्ने अनि फेरि पकाउने चामल पनि रेडी भइसकेको छ यता मासु बिरयानी अब फाइनल राउन्डमा पुगिसकेको छ है यसरी स्टेप बाई स्टेप चामल र मासुलाई चाहिँ लेभलमा राख्ने है साथीहरू मासुसँग के भन्नु जान्छ त्यो पुस गरेर जानु न हो ग्यास बन्द गर्नु मैले उ गरेको थियो जान्छ चामल धेरै भयो क्या हो यसमा 500 रुपियाँ खै पाल्दैन जस्तो धेरै भयो है एकछिनमै पकायो भने हो भने एकछिन यो डेक्चिन पकाउनु पर्ने है पानी चाहिँ हाल्नु पर्दैन हाल्ने हो त्यहाँ पानी पकाएर राखेको छु धेरै हाल्नु पर्दैन कि अब चामल भिजाएको चामल हो धेरै पाक्नु धेरै टाइम लाग्छ ल त साथीहरू तपाईँले हेरिहाल्नुभयो त्यो त होइन बिरयानी बनाउने तरिकाहरू देखाएँ मैले तपाईँलाई अघि अनि त्यसरी बनाइन्छ बिरयानी होइन हाम्रो घरमा चाहिँ अब हजुरहरू कसरी बनाउनुहुन्छ हाम्रो साथीहरू अब फाइनल राउन्डमा पुगिसकेको छ अब भाग्नेछु त्यसपछि हामी सबैजना मिलेर खानेछौँ Wow. Wow, biryani. बिरयानी चाहिँ रेडी भइसकेको छ है साथीहरू अब यसलाई हामी मजाले खानेछौँ मजाले बबाल 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 वाउ होममेड बिरयानी यता अचार पनि रेडी भइसकेको छ अचार वाउ अचार पनि छ हात धुएर आउन त हामी चाहिँ खानाको लागि रेडी भइसकेको छौँ है अब हामी बिरयानी खानेछौँ भन्नु पर्यो नि त हो नामी के खाना अरे बिरयानी नामी माछा नि ना बाह्र मासु लेग पिस लेग पिस हाल्दै ल त साथीहरू आजलाई भिडियो यति नै थियो भिडियो के कस्तो भयो हेरेर प्रतिक्रिया दिनु होला भन्दै बिदा हुन चाहन्छु